मुन्नुमका बारे मेरो अध्ययन मात्रै हो। म मुन्नुम विषय कुरोको ज्ञाता पनि होइन, म यसको त्यस्तो विज्ञ पनि होइन। तर तपाईहरूले गर्नुहुने कार्यक्रमहरू, मुन्नुमको कार्यक्रमहरूमा सुन्न जान्छु। प्राय म मुन्नुमका टिप्पणीहरूलाई पढ्ने गर्छु, किनभने अहिले विश्व समाज विचार र दर्शनको दृष्टिकोणले भन्छ पश्चिमले आफ्नो विकास र निर्माणहरू, उनीहरूको दर्शन, दृष्टिकोण, विचारधाराहरूको प्रयोग लामो समय गरिसकेको हुनाले उनीहरूले आफ्नो दर्शनको बलमा अथवा उनीहरूले आफ्नो ग्रन्थहरूको बलमा अथवा उनीहरूको चेतनाको बलमा विश्वलाई कसरी लान सकिन्छ, कहाँसम्म पुर्याउन सकिन्छ, मानव जातिलाई कुन उचाइमा पुर्याउन सकिन्छ भन्ने अभ्यास लामो समय गरिसकेको हुनाले अब त्यो चेतना चाहिँ पूर्वतिर सर्दैछ, हाम्रो ग्रन्थहरूमा सर्दैछ, हाम्रो दृष्टिकोणहरूमा सर्दैछ, हाम्रो चेतनाहरूमा सर्दैछ भनेर भनिन्छ अहिले। त्यसकारण अहिले विश्वको शक्तिशाली राष्ट्रहरूले उनीहरूको अध्ययन र उनीहरूको अन्वेषण चाहिँ हाम्रा मौलिक दर्शनहरूतिर सरेको छ। त्यसकारण मुन्धुम मैले पनि बुझ्नुपर्छ, उनीहरू त बुझ्न लागेको छ। उनीहरू त आफूले यो चरणमा पुर्याएको मानव समाजलाई फेरि थप योभन्दा मास्तिर र योभन्दा उचाइमा पुर्याउनको लागि पूर्वीय दर्शनहरू अब चाहिन्छ कि पूर्वीय दर्शनहरूले अब थप बल दिनुपर्छ कि थप हेर्नुपर्छ कि थप उचाइमा पुर्याउँछ कि भनेर लागेको हुनाले यस अन्तर्गतकै मुन्धुम हाम्रो दर्शन मैले पनि बुझ्नुपर्छ भनेर म जोरदारका साथ लाग्छु। तर म अध्येता हुँ, म अध्ययन गर्दैछु यसबारे। मुन्धुममाथि मलाई काम गर्ने चाहिँ इच्छा छ। विशेष गरी मुन्धुम हाम्रो एउटा ग्रन्थ हो। श्री बैरागी काइलाज्यूले धेरै यसको लेखनहरू सम्पन्न गर्नुभएको छ, धेरै यसको टिप्ने कामहरू सम्पन्न गर्नुभएको छ र लिखित रूपमा यसलाई ट्रान्सक्राइब गरेर हाम्रो समाजलाई दिनुभएको छ। यो मेरो विचारमा प्रारम्भिक चरण हो। हामी मुन्धुमको ज्यादै प्रारम्भिक चरणमा छौँ। हाम्रो बजाइहरू हेर्दा, हाम्रो जुधाइहरू हेर्दा, हाम्रो धारणाहरू हेर्दा, हाम्रो दृष्टिकोणहरू हेर्दा, हाम्रो छलफलहरू हेर्दा हामीले त्यो प्रारम्भिक चरणलाई पार गरिसकेका छैनौँ। किन हामीले प्रारम्भिक चरणलाई पार गरिसकेका छैनौँ भने यसको ट्रान्सक्राइब मात्रै भर्खर हुँदैछ, यसको बहसहरू मात्रै भर्खर हुँदैछ, यसको छलफलहरू मात्रै भर्खर हुँदैछ। त्यसकारण यो छलफल बहसहरूबाट यो समाजलाई लाभान्वित हुने कामहरू, समाजको सबै पक्षहरूलाई जोड्ने कामहरू, आम लिम्बूहरूलाई नै जोड्ने कामहरू, आम किराँत समुदायलाई नै जोड्ने कामहरू, अथवा आम आदिवासीलाई नै जोड्ने कामहरू, अथवा आम यो देशलाई नै जोड्ने कामहरू एउटा मुन्धुमले हामीलाई मात्र होइन, यो देशको सबै मान्छेहरूलाई जोड्ने काम त्यो गर्न सक्नुपर्छ। यो कामहरू बाँकी छ। तर लिम्बू जातिको लामो इतिहास छ, मुन्धुमको लामो इतिहास छ। लामो इतिहास भएको हुनाले हामी यसमाथि धेरै काम गर्न सक्छौँ। हाम्रो राज्य सत्ताहरू पनि थिए। मुन्धुम दर्शनमा मात्रै केन्द्रित रहेन, दर्शनसँग मात्रै सम्बन्धित रहेन, यसको आफ्नै विचारधाराहरू छ, जीवन पद्धति पनि छ, यसको ज्ञानहरू छ, यसको चेतनाहरू छ, यसको प्रयोग र अभ्यासहरू छ। सत्तामा प्रयोग र यसको अभ्यासहरू छ, सरकारमा यसको प्रयोग र अभ्यासहरू छ। अब त्यो प्रयोग र अभ्यास लामो समयसम्म चलेको थियो। त्यो लामो समय चल्दा चल्दै हामी राज्य सत्तासँग अथवा केन्द्रीय राज्य सत्तासँग भनौँ अथवा नेपालको राज्य सत्ताहरूसँग हाम्रो लडाइँहरूमा
हामी हार्यौँ अथवा हामी काहीँ सम्झौता गऱ्यौँ, काहीँ हार्यौँ अथवा हाम्रो राज्य सत्ताहरू गुमे। हाम्रो राज्य सत्ताहरू थियो, मैले भन्नु खोजेको के हो भने हाम्रो राज्य सत्ताहरू थियो भने यसको विचारधाराहरू पनि थियो, यसको आर्थिक दृष्टिकोणहरू पनि थियो बुन्दुमको, यसको सामाजिक दृष्टिकोणहरू पनि थियो, त्यसको प्रयोगशालाहरू पनि थियो, त्यसको भूगोलहरू पनि थियो र त्यसको कार्यान्वयनको तहहरू पनि थियो। यसमाथि काम हुनुपर्छ मैले भन्नु खोजेको थियो। मैले यो सेक्टरमा काम गर्नुपर्छ भन्ने मलाई चाहिँ लागेको छ। अब हेरौँ यो धेरै कामहरू हुने ठाउँहरू, काम गर्नुपर्ने ठाउँहरू त्यो बाँकी नै छ। त्यो आउँदो पुस्ताले पनि गर्नुपर्छ, हामी सबैले गर्नुपर्छ, हामीले यसतर्फ ध्यान केन्द्रित गर्नुपर्छ। प्रारम्भिक चरणको बसबाट हामी मासतिर चाहिँ उठ्नुपर्छ। हामीले आज मैले चाहिँ भर्खरै एउटा पुस्तक पढ्दैछु जेम्स क्लियरको, अहिले विश्वको बेस्ट सेलिङ हो त्यो। मैले भर्खर काठमाडौँ जाँदा किनेर ल्याएको छु। एटोमिक ह्याबिट भन्ने साना साना ह्याबिटहरूले नै ठुलो बानी बनेको हुन्छ भन्ने उनको कुरो छ। साना साना बहस छलफलहरूले नै ठुलो जस्तो आज भएको छ। यो मेरो विचारमा म तपाईँहरूलाई भन्छु, हाम्रो एउटा साइड भनेको समाज हुन्छ, अर्को साइड संस्कृति हुन्छ, अर्को दर्शन र वाद हुन्छ, त्यस पछाडि सिद्धान्तको समाज हुन्छ, त्यस पछाडि विचारधारा हुन्छ, त्यो सँगसँगै नीति तथा कार्यक्रम हुन्छ। हाम्रो आजको बहस भनेको चाहिँ यो दर्शनवादको तहको बहस हो। यो भनेको हामीले आज त्यो सेक्टरबाट बहस गर्दैछौँ। यो साना बहस हो तर यसले देशलाई फाइदा गर्छ। यो साना बहस हो तर यो साना बहसहरूले अथवा यो साना बहसहरूको अनुसन्धानले, अन्वेषणले अथवा यो साना बहसहरूको डकुमेन्टहरूले, तपाईँहरूले दिनुभएको डकुमेन्टहरूले नै एउटा समृद्ध अथवा सम्पन्न समुन्नत देश, समाज र आधुनिक समाज, उत्तराधुनिक समाज अथवा एउटा वैज्ञानिक समाज त्यो चाहिँ निर्माण गर्छ। यो साना कुराले त्यतातिर आकर्षित गरेको छ, त्यतातिर इङ्गेज गरेको छ। हामीले यो बहसलाई सांस्कृतिक रूपमा र सामाजिक रूपमा पनि प्रवेश गराएका छौँ। तर मेरो कुरा चाहिँ मेरो विभिन्न डकुमेन्टहरूमा तपाईँले हेर्न सक्नुहुन्छ। मैले बनाउँदै गरेको डकुमेन्ट, लेख्दै गरेको डकुमेन्ट, नेपालमा गरेको बौद्धिक आन्दोलनहरूको डकुमेन्टहरूमा तपाईँले मोन्धुमलाई मैले विभिन्न ढङ्गले प्रयोग गरेको छु, केसामी नामसामीलाई विभिन्न ढङ्गले प्रयोग गरेको छु। अघि हाम्रो मधु केरुङले पनि भन्दै थियो, हाम्रो बौद्धिक भाइ छ। 4वटा पुस्तक तपाईँले भर्खर काठमाडौँमा विमोचन गरेर आएको भनेर भन्दै हुनुहुन्थ्यो। मैले भर्खर काठमाडौँमा 4वटा पुस्तक विमोचन गरेर आएको छु। त्यसको विचारधारामा पनि मैले मोन्धुमै विचारधारालाई अगाडि बढाएको छु। त्यहाँ मैले समाजवादको छलफल गर्दा पनि मोन्धुमै क्यारेक्टरहरूको बहस गरेको छु, केसामी नामसामीहरूको बहस गरेको छु, युद्ध कौशलहरूको बहस गर्दा पनि मैले थेवाहरूको छलफल गरेको छु। मेरो डकुमेन्ट छ, लिखित डकुमेन्टहरू नै छ। मैले दिनै रहेको छु, भनि नै रहेको छु, यसरी गर्नुपर्छ भनि नै रहेको छु। तर मेरो आधार र मेरो सोच चाहिँ मुन्धुम नै हो र मुन्धुमका पात्रहरू नै हो, यो भूगोलहरू नै हो। अहिले एसिया शक्तिमा आउँदैछ भनेको छ, मुन्धुम शक्तिमा आउँदैछ भनेको छ, त्यही हो मेरो पनि। त्यसकारण म यो तपाईँहरूसँग क्लियर गर्न चाहन्छु। अरू त मेरो अब अन्तमा सबैको समग्र टिप्पणीकर्ता भन्नुभएको छ तपाईँहरूले। त्यसकारण अब म व्यक्तिगत रूपमा तपाईँहरूको कार्यपत्रमाथि प्रवेश गर्दा स्वाभाविक रूपमा राम्रा कार्यपत्रहरू आए भन्ने जस्तो लाग्यो मलाई। म आफैले लेख्दा पनि त्यो लेभलको कार्यपत्र लेख्न सक्ने छिन होला जस्तो लाग्यो। तपाईँहरू तिनैजनाले लेख्नुभएको कार्यपत्र मलाई यो ज्यादै उच्च स्तरको लागेको छ। हाम्रो लच्छामी शर्माज्यूले जुन सुझावहरू दिनुभएको छ त्यो निकै महत्त्वको छ भन्ने मलाई लागेको छ। हामीले काहीँ जिद्दी नगरिकन हाम्रा दाबीहरू पुग्छन् भने दाबी गरेर जाने नत्र छोडिदिँदा हुन्छ। हामीले सबै दाबीहरू अथवा पूर्णाङ्कै मारेर जानुपर्छ भन्ने छैन। हाम्रा दाबीहरूलाई इतिहासमा सिद्ध भएका कुराहरूलाई हामीले लिएर जाने कुराहरूमा मात्रै दाबी गर्न सकिन्छ, बाँकी कुराहरूलाई हामीले छोडेर जान पनि सकिन्छ।
किनभने यो समाज भनेको हामीले अलिकति सामन्तवादी सोचबाट बाहिर पनि आउनुपर्छ। मुनमुनकै बहस म हेर्छु ज्यादै सामन्तवादी सोचले बहस सुरु गर्छन् है मुनमुनमा नै। मनिषा याकुम्बाज्यूको राम्रो छ, उहाँ टिप्पणीकर्ताले भन्नुभयो कि घटना छैन पात्र छैन भन्नुभयो। उहाँको शीर्षकै त्यस्तो छ कि उहाँले घटना र पात्रको फेरिस्त नै दिएको छैन नि त। उहाँलाई सिधै प्रवेश गर्ने ठाउँ र इन गर्ने ठाउँमा उहाँ आउनु भएको छ, मलाई चाहिँ त्यो लाग्छ। हाम्रो नन्दन भाइको मैले पहिलो कार्यक्रम सुनेको मेरो भाइ हो होइन, मैले उनलाई स्टेजमै डाकेर धन्यवाद दिँदै सकेँ उनलाई, किनभने गरी खाने रहेछ अब मुनमुनमा गइरहेको गाइरहेको एउटा भिडियो मेरो भाइ आएछ भने मन लाग्यो। त्यो मलाई एकदमै ठिक छ, गर्नुपर्छ जानुपर्छ। अब म तपाईँलाई अन्तमा एउटा कुरा बताउँछु र एउटा कुरा बताउनुभन्दा अगाडि पहिला अर्को कुरा बताएँ। थेबा त जरुरी एउटा शक्ति हो, त्यसमा दुई मात्रै छैन, तर मेमाङहरूको मात्रै होइन, त्योमा दुई मत छैन। तर शक्तिको केन्द्र थेबा चाहिँ हुनसक्छ, त्यसमा दुई मत छैन। लिम्बूमा मात्रै होइन है, फेरि विश्वमा हुनसक्छ। लिम्बू त सानो सानो सङ्ख्या र सानो ठाउँमा मात्रै बहस नगरौँ, किन थेबा किन विश्वको हुन सक्दैन? नहुने कारण चाहिँ के छ? अयोग्यता के छ थेबामा? विश्वको नहुन सक्ने अयोग्यता के छ? केही छैन जस्तो मलाई लाग्छ। अब म तपाईँहरूलाई थेबाको अन्तिम शब्द म तपाईँहरूलाई बताएर बिदा चाहन्छु। मिथमा पश्चिमाहरूले धेरै काम गरे। प्रायर टु हिस्ट्री भन्छ, इतिहासभन्दा अगाडि हाम्रो इतिहास भनेकै मिथहरू हो। मिथले जे भन्छ, जे बाटो देखाउँछ, मिथले जसरी हामीले मिथलाई व्याख्या गर्न सक्छौँ त्यो नै इतिहास हो। किनभने इतिहासको लिखित कागजको आविष्कार, प्रिन्टको आविष्कार भएपछि लिखित इतिहास सुरु भएको हो। त्यो पनि मान्छेको परिकल्पनाले, चेतनाले, अनुभवले, ज्ञानले र परीक्षणले केही मान्छेहरूले इतिहासलाई लेख्ने प्रयत्न गरिरहेका छन्। त्योभन्दा अगाडि पनि इतिहास छ, युगौँदेखिको सदियौँदेखिको त्यो इतिहास चाहिँ मिथ हो। कहीँ थेबा पनि मिथ पनि हुनसक्छ, यसलाई मिथबाट हामी व्याख्या पनि गर्न सक्छौँ होइन। यदि थेबा शक्ति हो, ज्ञान हो, मिथ हो भने थेबा चाहिँ उड्नुहुन्थ्यो। थेबाको शक्ति प्राप्त सुक्निबार लादेपा चाहिँ उड्नुहुन्थ्यो। तपाईँलाई थाहा छ नि, उड्ने शक्ति थेबाको देह प्राप्त, शान प्राप्त सुक्निबार लादिपामा उड्ने शक्ति थियो। पश्चिमाहरूले मिथमा धेरै काम गरेका छन्। मिथले मान्छेको मस्तिष्कलाई कन्ट्रोल गरिदिन्छ। मान्छेको मस्तिष्कलाई कन्ट्रोल गरेपछि शासन गर्न सजिलो हुन्छ। त्यसकारण सबैभन्दा वैज्ञानिक मिथमाथि काम गर्ने भनेको पश्चिमाहरू नै। तर उनीहरूले यति धेरै मिथहरू बनाए, यति शक्तिशाली मिथहरूको परिकल्पना गराए, यति वैज्ञानिक मिथहरूको परिकल्पना गराए, तर कुनै मिथ छैन। उनीहरू के भन्छ भने हाम्रो त इकारस र डिडालस चाहिँ उड्दै गएको थियो, माथि चाहिँ त्यो वाइन जोडेर उडेर गएको, माथि सूर्यको नजिक हुँदा पग्लिएर खस्यो भन्छ है। बनाउनु खोज्दा पनि थेबा जतिको शक्तिशाली मिथ पश्चिमाले बनाउन सकेको छैन। थेबा त हामीले मिथ बनाएको होइन। उनीहरू भन्छ एउटा सेतो घोडा थियो, हाम्रो सेतो घोडा उठ्यो भन्छ पश्चिमाहरू ग्रिक मिथोलोजीमा। पूर्वीहरू नेता के भन्छ भन्दा हनुमान उठ्यो भन्छ उसले, हनुमान चाहिँ उठ्यो भन्छ हिन्दूहरूले। अब पूर्वीय सेक्टरले मिलारेपा भन्ने एउटा हजारौँ शताब्दीको तिब्बतको एउटा धर्मगुरु थियो। मिलारेपा बौद्ध वज्रयान सम्प्रदायको धर्मगुरु। मिलारेपाको जीवनी त तपाईँले पढ्नुभएको होला, सुन्नुभएको होला होइन। उसको आफ्नै जीवनीसँग जीवनीतिर जान्न, तर ऊ पनि आफ्नो ध्यान
साधना सिद्धिले उडेको थियो। मिलारेपालाई बौद्ध दर्शनमा उड्ने उनीहरूको पात्रको रूपमा लिन्छन्। अब चुक्नेबा र लातिपा त उडेको मात्रै कथा छ। हिमाल नागेको, पहाड नागेको, देश देशावर चाहिँ गएको, ठुला ठुला आकाशीय युद्धमा हराएको, आकाशको युद्धमा मान्छे खाने नरभक्षी चिललाई हराएको, जमिनको युद्धमा सेतो भालुलाई हराएको। अब त यहाँ त समुद्र थिएन, नत्र त्यो बेला सामुद्रिक युद्ध पनि गर्थ्यो। थेवाले सामुद्रिक युद्ध चाहिँ गर्नु भएन चुक्नेबा र लातिपाले। तर हामीलाई सामुद्रिक युद्ध पनि चाहिएको छैन, किनभने हामीसँग समुद्र छैन। थेवारले समुद्र भेटेन छ। तर यति शक्तिशाली मिथ न पश्चिममा छ, न पूर्वीय दर्शनमा छ, न पश्चिमा दर्शनमा छ, न कुनै ठाउँमा छ। तपाईँले कहीँ खोज्दा भेट्नुहुन्न। त्यो छ भने मुन्डुमा मात्रै छ। त्यो बहस आज भएको छ, त्यो छलफल आज भएको छ। माथि स्पेसको कुरा गरिरहेको छ, एआईको कुरा भइरहेको छ, स्पेस कब्जा गर्ने कुराहरू भइरहेको छ। यो विश्वलाई यो चरम आधुनिकताबाट पनि उकालो कसरी लाने भन्ने छलफल भइरहेको छ। यसको आधार थेवा हुन सक्दैन र? थेवाले विश्वलाई एक गर्न सक्दैन र? सबै मान्छेलाई एक गर्न सक्दैन र? सबै मान्छेका लागि, मानव जातिका लागि युद्ध गर्ने, लड्ने कुनै अर्को यस्तो शक्ति कुनै मिथ छ? कुनै काहीँ देवी देवताहरू छन् अथवा कुनै त्यसको ज्ञान चेतना छ? छैन। मैले चाहिँ भेटेको छैन। मेरो तुलनात्मक अध्ययनले चाहिँ आजसम्म भेटेको छैन। त्यस कारण मेरो विचारमा हाम्रो एउटा पुस्ताका साथीहरू यो छलफलमा अगाडि बढ्नु भएको छ। मेरो चाहिँ धेरै धेरै शुभकामना छ। अब म त एउटा अलिकति कवि जस्तो पनि परिरहेको, धेरै धेरै शुभकामना, धेरै धेरै बधाई छ। कार्यक्रममा मलाई डाकिदिनु भयो, मलाई बोल्ने अवसर दिनुभयो, त्यसको लागि सम्झिदिनु भयो। यसको लागि धेरै धेरै धन्यवाद छ। म बिदा लिन चाहन्छु। हवस्, धन्यवाद।